सो साथीहरू कामबाट आयो अनि त्यसपछि होइन अब चाहिँ खानासाना पाक्यो अनि खाना बनाएर टेबलमा राखेर चाहिँ सो अहिले चाहिँ म चाहिँ सङ्गतिको लागि निस्किएँ होइन। अब 9 बजेबाट स्टार्ट हो नि त। सो 9:05 चाहिँ भइसक्यो। अब चाहिँ हाम्रो सङ्गति सुरु हुन्छ सो 9 to 10 अनि त्यसपछि हामी 1 घन्टा चाहिँ सो सेवा चाहिँ गरिराखेका हुन्छौँ प्रायः होइन। म्याक्सिमम् हामी बिजी त भइराखेको हुन्छौँ तर त्योबाट पनि हामी बाइ द वे 1 आवर चाहिँ प्रभुको निम्ति हामी छुट्याएको हुन्छ। यसरी हामी सेवाहरू पनि गर्दैछौँ है। सो अब हामी त्यति धेरै टाइम त दिन सक्दैनौँ नि त, गाह्रो हुन्छ। 12 घन्टा छ ड्युटी अनि त्यसपछि यताउता गर्दाखेरि 13-14 घन्टा जस्तो लस हुन्छ। अनि खानासाना बनाऊ, आऊ खाऊ, यताउता यो गर, भाँडासाँडा धोऊ, प्याकिङ गर होइन। यताउता गर्दा गर्दा टाइम लाग्छ। सो त्यही भएर चाहिँ 1 घन्टा चाहिँ हामी चाहिँ जसरी हुन्छ 1 आवर चाहिँ प्रभुको निम्ति चाहिँ हामी छुट्याउँछौँ दिनको निम्ति। 1 डे 1 आवर चाहिँ हामी प्रभुको निम्ति दिन्छौँ है। त्यसरी चाहिँ हामी सेवा पनि गर्दैछौँ। सो स्याटरडे चाहिँ अलिकति चर्चहरू गइराख्नु पाएको छैन। अब 1 हप्तामा एकचोटि छुट्टी हुन्छ। यताको बस, कपडा धोऊ, खानासाना बनाऊ, खाऊ, सुत, रेस्ट गर्नु पर्दाखेरि अनि रेस्ट गर्नु पनि फेरि जरुरी हुन्छ। शरीरलाई अलिक गाह्रो हुन्छ नि त। त्यही भएर सो अहिले चाहिँ हामी सेवामा आयौँ। अब नेक्स्ट पार्ट नेक्स्ट भिडियो। ओके बाई भिवर्स।